जङ्गल गयो पुरा गाई चाहिँ अब तल झरिसक्यो अब हामी चाहिँ माथि यो नदीको टाउकोसम्म पुगेर चाहिँ हामी यतातिर आउँदैछौँ केटाहरू अगाडिहरू पछाडि यो जाडो थियो हल्का गर्मी छ कान चाहिँ चिसो भइरहेको छ यो हिँडेपछि त्यही भएर चाहिँ अब यसो छुट्टीको टाइममा चाहिँ यसरी हिँड्नुपर्छ है कम अब बाहिर चाहिँ मौसमको अवस्था बुझेर हिँड्नुपर्ने अवस्था हुन्छ अलिक धेरै जाडो छ भने चाहिँ हिँड्नु हुँदैन जाडो नर्मल छ भने चाहिँ यसरी हिँड्यो भने स्वास्थ्यलाई पनि राम्रो हुन्छ बिहान कसरत तन्किन्छ नसाहरू होइन बुढो हात जोड्नेहरू तन्किने कार्यक्रम चाहिँ यसरी गर्नुपर्छ है गाई चाहिँ भिडियोहरू चाहिँ त्यस्तो प्लेसहरू पनि छैन टाढो पनि छैन नर्मल भिडियोहरू चाहिँ म बनाइरहेको हुन्छु अब त्यसलाई चाहिँ तपाईँहरू कुन तरिकाले हेरिदिनुहुन्छ त्यो तपाईँहरूको विचार ल राम्रो छ भने राम्रो छ भने पनि अब जस्तो छ त्यस्तै कमेन्ट गरिदिनु होला सबैजनाले लाइक गरिदिनु होला हस् त ल